त्यसपछि त 6-7 महिना बहिनु पर्यो के अनि त्यो उदोमा भाडा भइहाल्छ अनि ठ्याक्क घर आइजाने अनि त्यसरी नै लाग्यो हामीले गएपछि एउटै दसैँ तिहार ल्याउने क्या घर आइन अब के मागिदियो नि के खोज्यो रुपियाँ खर्च भयो नि त्यो बहुत छिटो सर्ट हुँदो रहेछ नि तपाईँ जानु यहाँनिर कोट्याउनु त्यही त पुरो एकैछिनमा यो जुन देखिन्छ माथिको हो तपाईँ तल्लो कोट्याएर जानु त्यही त हाँ के केही पठाइहाल्छ यो बगेट कहिलेको तपाईँको यो जुन भक्तिको घर भयो नि बिनाजु हलाल गोपाल